नमस्कार, म दीपक कुमार कोइराला। आज चाहिँ म पाइथनको एउटा सानो मोबाइलबाट एउटा कोड क्रिएट गर्दैछु। हेरिदिनु होला, मन पऱ्यो भने लाइक सेयर गरिदिनु होला है, कमेन्ट पनि गरिदिनु होला के कस्तो लाग्यो। जस्तो पाइथनमा मैले गएँ, यसमा गइसकेपछि चाहिँ अब एउटा मैले इनपुट भन्ने चाहिँ एउटा हालेँ होइन। इनपुटमा चाहिँ के हुन्छ भन्दाखेरि इनपुट हालिसकेपछि चाहिँ यसमा इनपुट के गर्ने भन्दाखेरि चाहिँ यसमा इनपुट चाहिँ नेम दिएँ। यसमा इन्टर यो नेम दिएँ है। मैले जस्तो इन्टर यो नेम दिइसकेपछि मैले यसमा के लेख्नु त होइन। यसमा मैले आफ्नो नामलाई कल गर्छु यसमा है। गरिसकेपछि अब प्रिन्ट गर्छु। प्रिन्ट गर्दाखेरि चाहिँ के आउनु पऱ्यो भन्दाखेरि अब मैले यसमा के हाल्नु पऱ्यो होइन। वेलकम हालेँ। अनि मैले फेरि चाहिँ नामको फङ्सनलाई नै कल गरेँ कि हेर्नु। यति गर्दाखेरि अब के आउँछ है, रन गरौँ है त। यति गरेपछि चाहिँ आउँछ इन्टर योर नेम भन्छ है। मैले इन्टर योर नेम मेरो हालेँ, दीपक कोइराला हालेँ है। अब गरेपछि यसले के दियो, वेलकम दीपक कोइराला भनिदियो। धन्यवाद।